हेलो एभ्रिवान लिटरली मैले क्यामेरा अन गरेको चाहिँ मैले भुलेछु कि होइन ए मैले भिडियो बनाएर चाहिँ मार खान्छु दिनले 1 मिनट देऊ न नै म स्टार्ट गर्दैन अब कन्टिन्यू केही भएन जस्तो हामीसँग त्यसै देखाउनु त होइन र अनि भिडियो अन गरेको थाहा भयो नि चिया पनि लाग्यो ठ्याक्कै है अनि तातो तातो पिएपछि त खाम कि बाहिर निकाल्नु जस्तो भयो कि है अनि आज चाहिँ मेरो छुट्टी आज मन्डे धेरै टाइमपछि छुट्टी भए जस्तो लागिरहेको छ खै कुनै हुन त मेरो छुट्टी फ्राइडेको पनि थियो तर चाहिँ आज आई डोन्ट नो वाइ बट धेरै टाइमपछि छुट्टी भए जस्तो लागिरहेको छ अनि यस आज चाहिँ मैले के खामको ब्रेडहरू थियो अनि तरकारी पनि फ्रिजमा ब्रेड र चिया खाउँ जस्तो हुन्छ नि पाउरोटी नेपालमा पाउरोटी खाए जस्तो चियामा डिप गरेर कस्तो मिठो लाग्छ नि त है अनि त्यस्तो खाऊँ भन्ने प्लान गरेँ अनि अन्टले मैले प्लान गऱ्यौँ अनि गरिसकेपछि फेरि अलिकति तरकारी देखेर साग आलुको तरकारी थियो चिकन थियो अनि त्यसलाई चाहिँ अलिकति ट्विस्ट गरौँ फेरि ब्रेडलाई भनेर मैले चाहिँ अब स्यान्डविच बनाएको जस्तो म्यास गरेर अलिकति घिउ राखेर चट्ट सेकेर बनाएको अनि अलिकति हरियो खुर्सानी काटेर अनि अलिकति लेमन पनि राखेँ अलिकति चटपटा बनाऊँ भनेर कस्तो लाग्यो कस्तो बनेको छ है टेस्ट गरेर एकदम एकदम अनेस्ट रिभ्यू दिन्छु कि होइन अनि हजुरहरूले पनि एकदम क्विक ब्रेकफास्ट टाइपको ब्रन्च टाइपको बनाउनु सक्नुहुन्छ कि छिटो छिटो 5 मिनटमा रेडी भइहाल्छु म चाहिँ खाँदैछु पहिला मिठो भनेको छ एकदम टेस्टी भनेको छ लेमनको फ्लेभर पनि आइरहेको छ तिमी टेस्ट गर्छौ अलिकति टेस्ट गर न लास्टै मिठो बनाएको छु साँच्चीको खाएर भनिरहेको छु बहिनीलाई नि रिभ्यू बहिनीलाई यसलाई मैले भनेको भर्खरै खाएँ मैले पनि भनेर भने यिनले चाहिँ खाऊ न टेस्ट गरेर भेजिटेबल पनि हाल्नुभएको तिमी चिकन खान्छ नि अब त्यो सागको तरकारी थियो साग आलुको तरकारी अनि पछि चिकन पनि थियो मिक्स गरिदिनु होइन त्यो क्यामेराको लागि नभने फेरि क्यामेराको लागि हो भने होइन साँच्चै मलाई चाहिँ राम्रो लाग्यो एकदम मिठो एकदम 5 मिनटमा बनि पनि जाने है एकदम टेस्टी लाग्यो हजुरहरूले पनि खान सक्नुहुन्छ अनि चाहिँ अहिले चाहिँ कति 3 बजीको छ म त रेली टाइम पनि हेरेको थिएन आज कति बज्यो भनेर साँच्चीकै 3 बजेको थाहा नै भएन मतलब 3 बजे मतलब आधा दिन गएको आधै पाउने दिन गएको अब सो यस यस्तै छ अलिकति बिजी भइहाल्दो रहेछ मान्छे फुल टाइम भएपछि अनि अरू चाहिँ बाँकी सबै ठिकै छ होप हजुरहरू पनि सबै सन्चै हुनुहुन्छ होला आराममा हुनुहुन्छ होला मेरो भिडियो हेर्ने मेरो प्यारो प्यारो भ्युअर्सहरू थ्याङ्क यू सो मच फर वाचिङ मेरो चाहिँ छुट्टी यसरी गयो हजुरहरूको कसरी बिचमा भन्नु होला बाई थ्याङ्क यू सो मच फर वाचिङ